दर्शकबिन्द, विविधताले भरिएको यो संसारमा देशपिच्छे फरक परिवेश देख्न सकिन्छ। आकाश एउटै छानो भए पनि धरती पाइलै पिच्छे फरक पाइन्छ। विकास र विनाशको श्रृङ्खला सदियौंदेखि चल्दै आएको नियम हो। राम्रो शासकको हातमा देश गयो भने समृद्धिले शिखर चुम्छ, साथसाथै खराबको हातमा देश पर्यो भने देश भड्खालोमा पुग्छ। त्यसो त हरेक देशको आफ्नै कहानी हुन्छ। कुनै देशको मानिसहरू दयालु स्वभावका हुन्छन् भने कुनै देशका आक्रामक स्वभावका हुन्छन्। यहाँहरू मध्ये अधिकांशले त संसारका राम्रा राम्रा देशको बारे पक्कै पनि सुन्नु भएकै होला, तर आज हामी यहाँहरूलाई धरतीकै सबैभन्दा 10 खतरनाक देशको बारेमा जानकारी दिनेछौँ, जहाँको अवस्था थाहा पाउनु भयो भने तपाईँ आफूलाई भाग्यमानी ठान्नुहुनेछ कि आफूले त्यो नियति कहिले भोग्नु परेन भनेर। आउनुहोस् सुरु गरौँ। उत्तर कोरिया। दर्शकबिन्द, यहाँहरूले किम जोङ उनको बारे त सुन्नु नै भएको होला। उत्तर कोरियाका तानाशाह किमको आदेश विपरीत जाने जो कोही पनि मृत्युको सामना गर्नुपर्ने हुन सक्छ। भनिन्छ यो देशमा किमको आदेश बिना रुखको पात पनि हल्लिँदैन भनेर। यो देश कस्तो छ, यहाँ के भइरहेको छ भन्ने बारे सिङ्गो विश्व अनभिज्ञ छ। तपाईलाई यो कुरा सुन्दा विश्वास नलाग्न सक्ला, तर यो कुरा सत्य हो कि उत्तर कोरियामा हाँस्न पनि प्रतिबन्ध छ। यहाँ हाँस्न र रुनको लागि पनि दिन हेर्नुपर्छ। यो देशमा आम मानिसहरू कैदी जस्तै जीवन बिताउन बाध्य छन्। किम सरकारको स्वीकृति बिना यहाँका मानिस एउटा शहरदेखि अर्को शहरमा जान पनि पाउँदैनन्। दोस्रोमा छ अफगानिस्तान। साथीहरू, अफगानिस्तानको बारेमा कुरा गर्दा यहाँका मानिसहरू निकै नै राम्रा र दयालु मानिसमा पर्दछन्, तर पनि यो देशको अवस्था निकै नै दयनीय र अस्थिर पाइन्छ। वर्तमान समयमा हेर्दा यो देशको अवस्था निकै नै नाजुक पाइन्छ। झन् तालिबानले सिङ्गो देश कब्जा गरेसँगै यहाँका मानिसहरू स्वतन्त्र छैनन्। इतिहासलाई फर्केर हेर्दा 1933 देखि 1973 को समयलाई अफगानिस्तानको स्वर्ण युग भनेर चिनिन्थ्यो। जति बेला यो देशमा राजतन्त्र थियो, जाहिर शाहको शासनकाल थियो, त्यति बेला अफगानिस्तानको आर्थिक र सामाजिक अवस्था निकै नै राम्रो मानिन्थ्यो। तर जब त्यहाँको कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्यो, त्यससँगै बिस्तारै अफगानिस्तान अस्थिरता र अशान्त बन्दै गयो। सोभियत सेनाले यहाँको कम्युनिस्ट पार्टीको मद्दत लिएर यो देशमा पाइला टेक्यो र बिस्तारै अफगानिस्तान युद्धको भुमरीमा पिल्सियो। सोभियत सेना र अमेरिकी सेनाको रणभूमि बन्न गयो अफगानिस्तान। वर्तमान परिवेश हेर्दा यो देशमा तालिबानले शासनको बागडोर सम्हालेको छ। लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै तालिबानको नेतृत्वमा यहाँ सरकार बनेको छ। तालिबान आएसँगै यो देशमा कोही मानिस पनि सुरक्षित छैनन्। युद्धको भुमरीमा अफगानिस्तान जाने संकेत देखिएको छ। अफगानिस्तानको राजधानी काबुललाई विश्वकै सबैभन्दा बढी आतंकवादी हमला हुने ठाउँको रूपमा चिनिन्छ। 2019 को ग्लोबल पीस इन्डेक्सको तथ्याङ्क अनुसार अफगानिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देशको रूपमा चिनिन्छ। सुडान। दर्शकबिन्द, अफ्रिकी महादेशमा त्यस्ता धेरै देशहरू छन् जुन गरिबीको चक्रव्यूहमा फसिरहेका छन्। त्यसमध्ये सुडान अग्रस्थानमा आउँदछ, जहाँ रोग, भोक र युद्ध दशकौं अघिदेखि यहाँका जनताले सामना गरिराखेका छन्। सन् 2011 मा सुडानलाई 2 हिस्सामा विभाजित गरिएको थियो, जसमा नर्थ सुडान र साउथ सुडान पर्दछन्। अस्थिरताको लडाईँले आज पनि सुडान रगताम्य बनेको छ। यहाँका सडकमा मानिसहरूको दिन दहाडै गोली हानी हत्या गरिन्छ। यो देशमा नियम कानुन कोही पनि मान्न तयार छैनन्। यहाँ मान्छेको मृत्यु पशु जस्तै सामान्य बनेको छ। आवरणमा यो देश स्वतन्त्र देखिए पनि अझै पनि गुलामी र विदेशीको क्रीडा स्थल बनेको छ। यहाँ महिलामाथि हिंसा हुनु र जबरजस्ती सम्बन्ध राख्न खोज्नु आम रूपमा देखिन्छ। यहाँका जनता आफ्नै सरकार विरुद्ध लड्न बाध्य छन्। घाँस, बाँस र कपासका लागि लड्नु परेको कहाली लाग्दो अवस्था यहाँ देख्न सकिन्छ। यहाँ खाना र थोरै पैसाको लागि पनि मानिसको हत्या हुने गर्दछ। यो देशमा त्यस्ता धेरै आतंकवादी संगठन छन् जसले आफ्नो स्वार्थका लागि विदेशी नागरिकको अपहरण गर्दछन्। तेस्रोमा छ यमन। दर्शकबिन्द, यो देशको इतिहास अध्ययन गर्ने हो भने थाहा हुन्छ यो देश कति प्राचीन हो भनेर। आज यो देशको अवस्था निकै नै खराब र डरलाग्दो देखिन्छ। यहाँ कोही मानिस पनि आउन सक्दैन। यदि कोही मानिस यो देशमा आउन खोज्छ भने फर्कने सम्भावना लगभग न्यून जस्तै हुन्छ। यमन र साउदी अरब बीचको युद्धले यो देश धरतीकै नर्क जस्तै बनेको छ। चाहे दिन होस् या रात, यहाँको अवस्था भयावह देख्न सकिन्छ। यो देशमा कति बेला कहाँबाट बमको बारिश हुन्छ थाहा हुँदैन। यो देशको राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल समेत आतंकवादीको
आतंकवादीको कब्जामा बेला बेला हुने गर्छ। त्यसैले सजिलै अनुमान लाउन सकिन्छ कि यो देशको अवस्था कस्तो छ भनेर। यो देशमा पनि मानिसहरूको घरमा गएर लुटपाट गर्नु, महिलासँग जबरजस्ती सम्बन्ध राख्नु सामान्य जस्तै मानिन्छ। यो देशमा तपाईँ बच्चाको हातमा पिस्तोल देख्न सक्नुहुन्छ। युद्धको चपेटामा परेर अहिलेसम्म यो देशमा लाखौंको ज्यान गइसकेको छ। यो देशमा वर्षेनी भोकमरीले हजारौं बालबालिकाको मृत्यु हुने गर्दछ। अशान्त र अस्थिरताको अर्को नाम यमन हो भन्दा फरक पर्दैन। यो देशमा सरकार भए पनि यहाँका आम जनताले सरकार भएको महसुस गरेका छैनन्। यहाँका जनता आफै सरकार हुन्, त्यसैले त यहाँ नियम कानुन मान्न कोही पनि तयार छैन। जसलाई जे मन लाग्छ उसले त्यही गर्छ, चाहे लुटपाट, आगजनी या होस् कसैको ज्यान लिने काम। पाँचौंमा पर्छ लिबिया। दर्शकबिन, भनिन्छ सिङ्गो देश लिबिया नै आतंकवादीको कब्जामा छ भनेर। यहाँ सरकार भन्ने चिज नै छैन। युद्धले गर्दा यो देशमा केही पनि बाँकी छैन जुन तारिफ गर्न लायक होस्। दिन दहाडै यहाँ लुटपाट र डकैती हुने गर्दछ। यहाँ पनि महिला र बालबालिका असुरक्षित जीवन बिताइरहेका छन्। यो देशको हालत यति खराब छ कि यहाँ कोही पनि विदेशी पर्यटक देख्न सकिन्न। कैयौं पटक यहाँ विदेशी पत्रकारको हत्या पनि भएको छ। यो देशमा मानव जीवनको 1% पनि महत्त्व छैन। यहाँ सडक किनारामा पशुको हालतमा मान्छे मरिराखेको दृश्य देख्न सकिन्छ। यहाँ त्यस्ता आतंकवादी संगठन छन् जसले स्थानीय महिलाहरूलाई अपहरण गरी आफ्नो कब्जामा लग्दछन्। धर्मको नाममा यहाँ लामो समयदेखि अस्तित्वको लडाई चलिराखेको छ, जसले गर्दा यो देशको जनताले एक गाँस खान र एक सरो लाउनको लागि ठूलो सङ्घर्ष गर्नु परेको छ। छैठौंमा छ सिरिया। दर्शकबिन, संसारकै सबैभन्दा खतरनाक आतंकवादी संगठन ISIS को मुख्य अड्डा सिरिया भनेर चिनिन्छ। ISIS अर्थात् इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया 2011 को शान्तिपूर्ण प्रदर्शनलाई सरकारले दमन गरे यता यो देशमा युद्ध भड्किएको हो र आजसम्म पनि युद्धग्रस्त अवस्थामा रहेको छ। यहाँ लाखौंको मृत्यु भइसकेको छ भने उत्तिकै संख्यामा मानिसहरू अङ्गभङ्ग भएका छन्। ISIS ले यो देशको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ। लुटपाट, चोरी, महिलामाथि यौन हिंसा यो देशका मानिसको घर घरको कहानी बनेको छ। सिरियामा मानव अत्याचारले सीमा नागेको छ। यहाँका बालबालिकाहरू अपराधिक संगठनको कब्जामा परेर बेचिनेसम्म गरेको पाइएको छ। यो देशमा सरकारको भन्दा आतंकवादी संगठनको कानुन चल्दछ। सबैभन्दा बढी पत्रकार र विदेशी नागरिक आपराधिक समूहको निशानामा परेर हत्या समेत भएको पाइन्छ। सातौंमा छ सोमालिया। दर्शकबिन, पूर्वी अफ्रिकाको एउटा त्रासदीले भरिएको देश हो सोमालिया। यो देश पनि आतंकवादी संगठनको कब्जामा पुगेको छ। लोकल ग्याङस्टर र आतंकवादी संगठनको प्रभाव सिङ्गो देशमा रहेको छ। यहाँ महिलामाथि हुने खुलेआम हिंसा र जबरजस्ती करणीका घटना सामान्य मानिन्छ। बच्चालाई अपहरण गरेर गुण्डागर्दीमा लाग्न बाध्य पारिन्छ। प्रतिकार गर्न खोज्नेको सिधै गोली हानी हत्या गरिन्छ। यो देशमा न त मानिसहरू रोजगार नै छन्, न त खानका लागि पैसा नै छ। त्यसैले त यहाँका मानिसले एकले अर्कोलाई लुटेर हत्या गरेर जीवन चलाएको देखिन्छ। मुख्यतः यो देशमा विदेशी नागरिकलाई टार्गेटमा पारिन्छ र उनीहरूसँग लाखौं डलर असुल्ने गरिन्छ। बेरोजगार र गरिबीको कारण यो देशमा आम मानिस पनि अपराधमा संलग्न भएको देखिन्छ। यो देशमा कुनै पनि विदेशी फन्ड आउने गर्दैन। त्यसैले त गरिबीको चक्रव्यूहमा यो देश परिराखेको छ। आठौं स्थानमा पर्छ मेक्सिको। दर्शकबिन, नर्थ अमेरिकाको सबैभन्दा खतरनाक देश मेक्सिको भन्दा तपाईलाई अपत्यारिलो लाग्न सक्छ, तर यो देशलाई तस्कर र ड्रग माफियाको देश भनेर पनि चिनिन्छ। यो देशबाट गैर कानुनी रूपमा ड्रगहरू अमेरिका सप्लाई हुने गर्दछ। यो देशका केही यस्ता ठाउँहरू छन् जहाँ दिन दहाडै नशा सेवन गरेर गोली हानी मानिसको ज्यान लिइन्छ। यो देशमा गन अथवा पिस्तोल पसलमा सजिलै किन्न पाइन्छ। यो देशको राजधानी मेक्सिको सिटीमा रातिको 8 बजेपछि मानिसहरू शहर बाहिर निस्किन डराउँछन्, किनकि रातिको समयमा यहाँको सडक निकै नै असुरक्षित हुने गर्दछ। मेक्सिको घुम्नको लागि राम्रो र विविधताले भरिएको देश भए पनि यो देश आपराधिक ग्याङहरूको क्रीडा स्थल बनेको छ। त्यसैले यदि तपाईँ यो देशमा जाँदै हुनुहुन्छ भने एकदमै सजगता अपनाउन जरुरी देखिन्छ। 9औं स्थानमा पर्छ पाकिस्तान। दर्शकबिन, नेपालबाट भारत हुँदै सहजै पाकिस्तान जान सकिन्छ, तर सुरक्षाको हिसाबले हेर्दा यो देश निकै नै जोखिम रहेको पाइन्छ। यहाँ आतंकवादी हमला कुन बेला हुने हो पत्तो पाइँदैन। त्यसैले त यो देशमा कोही पनि जान चाहँदैन। पाकिस्तानमा न नेताहरू सुरक्षित छन् न त यहाँका जनता नै। दिन दहाडै यहाँ आत्मघाती बम विस्फोट भएर सयौं मानिसको मृत्यु भएको खबर हामीले सुन्दै आएका छौं। र अन्तिममा छ इराक।
दर्शकबिन, इराक पनि विश्वकै असुरक्षित र खतरनाक देशको सूचीमा पर्दछ। यहाँ मानिसको मृत्यु कुनै जनावरको मृत्यु सरह मूल्यहीन हुने गर्दछ। युद्ध र आतंकले गिजोलिएको यो देशमा न त मानव अधिकार भन्ने चिज छ न त मानिसको महत्त्व। यो देशमा सरकार छैन भन्दा पनि फरक पर्दैन, किनकि यो देशमा ISIS भन्ने खुङखार आतंकवादी संगठनको राज छ र लगभग पुरै देश यही संगठनको निर्देशनमा चल्दछ। साथीहरू, यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो त? आशा गर्छु भिडियो मन पर्यो। कृपया यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर साथ दिनुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। साथीहरू, आज हामी जुन देशको बारेमा यहाँहरूलाई जानकारी दिँदैछौँ, यो देश संसारकै सबैभन्दा विकसित देशको सूचीमा पर्दछ। विश्वकै शक्तिशाली पासपोर्ट भएको देश हो यो देशमा बच्चालाई हात उठाउनु वा अन्य कुनै हिंसा गर्नु ठुलो अपराधको रूपमा लिइन्छ। यदि कसैले बाल हिंसा गरेको पाइएमा निकै नै कठोर सजाय दिइन्छ। यो देशको सडकमा तपाईँ मुच हिँडिरहेको देख्न सक्नुहुन्छ। सबैभन्दा आश्चर्य विषय त यो देशमा सेक्सलाई प्रतियोगिताको रूपमा लिइन्छ। सेक्स प्रतियोगिता आयोजना गर्ने विश्वकै पहिलो देशको सूचीमा पर्दछ। हो साथीहरू, आज हामी कुरा गर्दैछौँ स्विडेनको। साथीहरू, उत्तरी युरोपको बाल्टिक नदी र बोथनियाको खाडीको पश्चिममा अवस्थित स्विडेनको पूर्वमा फिनल्यान्ड पर्छ भने पश्चिम र उत्तरमा यो देशको सीमा नर्वेसँग जोडिएको छ। दक्षिणमा भने डेनमार्क अवस्थित रहेको छ। प्रकृतिले वरदान दिएको यो देशको मनमोहक दृश्यले जो कोहीको मन पनि प्रफुल्लित पार्दछ। त्यसैले त यो देशको अद्वितीय सुन्दरता हेर्न लाखौं पर्यटक आउने गर्दछन्। सन् 2019 को तथ्याङ्क अनुसार यो देशमा 76 लाख पर्यटक घुम्न आएका थिए। स्विडेनको 2/3 भूभाग जंगलले ओगटेको छ। यही जंगलभित्र दर्जनौंको संख्यामा सुन्दर झरना, नदी र तालहरू अवस्थित छन्। सँगसँगै यहाँ रहेका अनेक प्रजातिका जीवजन्तु, चराचुरुङ्गीले यहाँको दृश्यलाई झनै मनमोहक बनाइदिएको छ। फलस्वरूप यही सुन्दरता हेर्न यहाँ पर्यटकको भिड नै लाग्ने गर्दछ। साथीहरू, स्विडेनको कुरा गर्दा यो देश युरोप महादेशको 5औं ठुलो देशमा पर्दछ। भूगोलको हिसाबले यो देश ठुलो भए पनि जनसङ्ख्याको कुरा गर्दा एकदमै थोरै जनसङ्ख्या भएको देशमा पर्दछ। यो देश 450,000 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ भने यहाँको जनसङ्ख्या 1,27,00,000 हाराहारीमा रहेको छ। पपुलेसन डेन्सिटीको कुरा गर्दा यहाँ पर स्क्वायर किलोमिटरको दूरीमा जम्मा 25 मानिसको बसोबास रहेको पाइन्छ। स्विडेनको कुल जनसङ्ख्याको 80% मानिसहरू सहरमा बसोबास गर्दछन् भने बाँकी 20% मानिसहरू गाउँमा बस्दछन्। पर्यावरणको हिसाबले स्विडेन संसारकै उत्कृष्ट देशमा पर्दछ। यो देशको मानिसहरू एकदमै मेहनती र कडा परिश्रमिक मानिसको रूपमा गरिन्छन्। यहाँका मानिसहरू कामलाई नै सर्वथोक ठान्दछन्। त्यसैले त यहाँका मानिसहरू वफादार मानिसको रूपमा चिनिन्छन्। स्विडेन आफ्नो पुरानो परम्परा र संस्कृतिको आजसम्म अवलम्बन गर्दै आएको छ। स्विडेनको संस्कृति संसारकै प्राचीन संस्कृतिको रूपमा लिइने गर्दछ। यहाँका मानिसहरू आफ्नो देशको संस्कृतिलाई सधैँ आत्मसात गरेर अगाडि बढ्न पाउँदा निकै नै गर्व गर्दछन्। साथीहरू, यदि तपाईँ कुनै स्विडिश व्यक्तिलाई उसको पारिश्रमिक बारे सोध्नुहुन्छ भने त्यो राम्रो ठानिँदैन। उक्त व्यक्तिलाई स्यालेरी बारे प्रश्न गर्दा असहज महसुस हुन सक्छ। त्यसैले यदि तपाईँ स्विडिश व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ भने स्यालेरीको कुरा नगर्दा नै तपाईको भलाइ हुन्छ। साथीहरू, स्विडेनलाई पर्फेक्ट हनीमुन डेस्टिनेसनको रूपमा पनि लिइन्छ। हनीमुनको लागि स्विडेन उत्कृष्ट गन्तव्य हुनुको पछाडि यो देशको सौन्दर्य साथसाथै यो देश संसारकै खुसी र सुखी देशमा पर्दछ। यो देशमा तपाईँ धेरै विदेशी जोडी खुसी साथ हप्तौं घुमेको देख्न सक्नुहुन्छ। विवाहित जोडीको पहिलो रोजाइ स्विडेनको राजधानी स्टकहोम्स र गोथेनबर्ग पर्दछ। चाहे दिन होस् या रात, यहाँको हरेक ठाउँमा तपाईँ सुन्दर जोडीहरू रमेको देख्न सक्नुहुन्छ। साथीहरू, स्विडेनको राजधानी स्टकहोम्स यो देशको सबैभन्दा ठुलो सहरमा पर्दछ। 188 स्क्वायर किलोमिटरमा फैलिएको यो सहरमा 57 अत्याधुनिक पुलद्वारा जडित 14 आइल्यान्ड रहेका छन्। स्टकहोम्स स्विडेनको सांस्कृतिक राजधानी एवं आर्थिक हबको रूपमा परिचित छ। युरोपभरिकै सबैभन्दा स्वच्छ र सफा सहर भएकै कारण यो सहरमा बस्नु प्रतिष्ठाको विषय मानिन्छ। संसारकै टप र्याङ्क्ड स्कुलदेखि युनिभर्सिटी यही सहरमा अवस्थित छ, जसमध्ये
स्टकहोम्स स्कुल अफ इकोनोमिक र स्टकहोम्स युनिभर्सिटी उत्कृष्ट मानिन्छन्। यससँगै संसारकै ठूलो आर्ट ग्यालरी र स्टकहोम्स मेट्रो यो सहरको आकर्षणमा पर्दछ। साथीहरू स्विडेनको पासपोर्ट संसारकै शक्तिशाली पासपोर्टमा पर्दछ। स्विडिश पासपोर्ट संसारकै टप लिस्टको 6औं स्थानमा आउँदछ। यो देशको पासपोर्ट होल्डरले बिना भिसा 188 देशमा सहज घुम्ने सुविधा पाउँदछ। उदाहरणका लागि स्विडिश पासपोर्ट होल्डरले विश्वका शक्तिशाली देश अमेरिका, बेलायत, जापान, जर्मनी जस्ता देशमा बिना भिसा जान सक्दछन्। साथीहरू स्विडिश सरकार बालबालिकाको रक्षाको लागि निकै नै सजग मानिन्छ। यहाँ भुलेर पनि यदि कुनै अभिभावकले आफ्नो बालबालिकालाई यातना गाली गलज गर्छ भने उसले कानुनी अल्झन बेहोर्नु पर्दछ। यो देशमा बच्चालाई अत्याचार गरेको पाइएमा यहाँ कडा सजायको भागीदार हुनु पर्दछ र तत्काल सोधपुछको लागि प्रहरीले हिरासतमा लग्दछ। यससँगै स्विडेनमा बच्चालाई लिएर कुनै किसिमको एडभर्टिजमेन्ट गर्न वर्जित गरिएको छ। यहाँको सरकार शिशुको जन्म पूर्व र जन्मिसकेपछि शिशुसँगै अभिभावकको पनि एकदमै ख्याल राख्ने गर्दछ। स्विडेन भित्र बस्ने आप्रवासीको लागि पनि यो सुविधा दिने गरिएको छ। यदि कोही व्यक्ति यो देशमा पढ्न र काम गर्न मात्रै गएको छ भने पनि उसले यो सुविधा भरपूर रूपमा पाउँदछ। स्विडिश सरकारले आप्रवासीलाई पनि आफ्नै देशको नागरिक सरह हेर्ने गर्दछ। स्विडेनमा प्यारेन्टियल लिभको रूपमा आमा बुबा दुवैलाई 480 दिनको बिदा मिल्ने गर्दछ। यो संसारको एउटा मात्र यस्तो देश हो जहाँ प्यारेन्टियल लिभको रूपमा यति धेरै बिदा मिल्ने गर्दछ। साथीहरू संसारमा यस्ता देशहरू पनि छन् जहाँ कैयौं दिन रात पर्दैन। यसको सूचीमा स्विडेन पनि पर्दछ। स्विडेनको कुनै ठाउँमा 100औं दिनसम्म रात पर्दैन। यो एउटा यस्तो देश हो जहाँ वर्षको 6 महिना जति उज्यालो मात्र देख्न सक्नुहुन्छ। यसको मतलब हो यहाँ 6 महिनाको समय जति दिन मात्र देख्न सकिन्छ। यहाँ मेदेखि अगस्तसम्म सूर्य आधी रातसम्म देख्न सक्नुहुन्छ। त्यसैले त यदि कोही व्यक्ति पहिलो पटक स्विडेन जाँदै हुनुहुन्छ भने उहाँलाई अप्ठ्यारो महसुस हुन सक्छ। यससँगै उत्तरी स्विडेनमा अवस्थित एउटा क्षेत्र किरुनामा डिसेम्बरदेखि जनवरीसम्म सूर्य उदाउँदैन। किरुना मात्र होइन, यस्ता कैयौं स्थानहरू छन् जहाँ सूर्य उदाएको देख्न सकिँदैन। साथीहरू मुज स्विडेनको सबैभन्दा चर्चित जनावरको रूपमा लिइन्छ। यो एउटा हिरणको प्रजाति मानिन्छ। स्विडेनको पहिचानको रूपमा लिइने यो जनावर स्विडेनको सहरका विभिन्न बाटाहरूमा हिँडेको देख्न सक्नुहुन्छ। एक तथ्याङ्क अनुसार स्विडेनमा करिब 4 लाखको हाराहारीमा मुज रहेको पाइन्छ। यदि तपाईँ पनि स्विडेन जानुभयो भने सडकमा मान्छेसँगै मुज हिँडेको देख्दा अचम्म लाग्न सक्छ। साथीहरू संसारभर स्विडेनको म्युजिकलाई लिएर छुट्टै क्रेज रहेको पाइन्छ। संसारका फेमस म्युजिक आर्टिस्ट र ब्यान्डको जन्म यही देशमा भएको पाइन्छ। त्यसैले त हेभी मेटल ब्यान्डको घरको रूपमा पनि स्विडेनलाई लिइन्छ। साथीहरू स्विडेनको कुरा गर्दा यो देश रिसाइकलको मामिलामा निकै नै अग्रस्थानमा आउँदछ। यो देशले दोस्रो देशबाट फोहोर इम्पोर्ट गरेर रिसाइकल गर्दछ। संसारकै थोरै देशमध्ये स्विडेन यस्तो देश हो जसले अर्को देशबाट फोहोर किनेर रिसाइकल गरेर फेरि नयाँ स्वरूप दिँदै वस्तु निर्यात गर्दछ। कुनै समय रिसाइकल गर्ने वस्तुको अभावमा यो देशले ब्रिटेनबाट वस्तु आयात गरेको थियो। साथीहरू आइसले बनेको संसारको पहिलो होटल स्विडेनमा अवस्थित रहेको छ। यो होटलमा झ्याल कुर्सीदेखि धेरै चिज आइसले बनेको देख्न सक्नुहुन्छ। हरेक वर्षको डिसेम्बरदेखि अप्रिलसम्म मात्र यहाँ तपाईँ जान सक्नुहुन्छ। यहाँ तपाईँ पुग्दा कुनै हिमालको बीचमा रहेको अनुभूति गर्न सक्नुहुन्छ। साथीहरू जीडीपीको मामिलामा संसारको 11औं स्थानमा आउने यो देशले कुल जीडीपीको 1% हिस्सा डोनेसन गर्दछ। साथीहरू स्विडेनमा तपाईँले घरपालुवा जनावरलाई पसलमा बेच्न पाउनुहुन्न। यहाँ पशु सम्बन्धी यस्ता कानुन छन् जसले पशु अधिकार सुनिश्चित गर्दछ। यदि तपाईँले कुकुर पाल्नु भएको छ भने उसको मृत्यु पर्यन्त उसलाई सँगै राख्नु पर्दछ। यो देशमा 6 घण्टा भन्दा बढी समय कुकुरलाई एक्लै छाड्नु गैर कानुनी मानिन्छ। साथीहरू स्विडेनका मानिसहरू निकै नै तन्दुरुस्त हुने गर्दछन्। यहाँ पुरुषको औसत आयु 82 वर्ष रहेको छ भने महिलाको औसत आयु 85 वर्ष रहेको पाइन्छ। साथीहरू स्विडेनको जनसङ्ख्याको कुरा गर्दा यो देशको जनसङ्ख्या 1 करोडको हाराहारीमा रहेको छ। थोरै जनसङ्ख्या भएकै कारण यो देश सफा र स्वस्थ मानिन्छ। संसारकै सफा देशको सूचीमा स्विडेन अग्रस्थानमा आउँदछ। यससँगै स्विडेनलाई संसारकै खुसी र सुखी मानिस बस्ने देश भनेर पनि चिनिन्छ। साथीहरू स्विडेनको सहरको कुनै पनि ठाउँमा तपाईँ अनुमति बिना नाच्न पाउनुहुन्न। यहाँ सरकारबाट अनुमति लिएर मात्र यसो गर्न पाइन्छ। यससँगै स्विडेनमा गाडी चलाउँदा फोनमा कुरा गर्न वर्जित गरिएको छ। यदि यसो गरेको पाइएमा निकै नै ठूलो जरिवानाको भागीदार बन्नु पर्दछ। साथीहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण स्विडेनको हरेक ठाउँमा हरियाली देख्न सक्नुहुन्छ। स्विडेनको आधा भाग जंगलले ढाकेको छ। त्यसैले
जस्तै ठूलो शहरमा पनि तपाईँ हरियाली र रमणीय वातावरण देख्न सक्नुहुन्छ। साथीहरू, विश्वका थोरै राजतन्त्रात्मक संस्था भएको देशमा स्विडेन पनि पर्दछ। यो देशमा संवैधानिक राज संस्था कायमै छ। यहाँको जनताले आफ्नो देशको राजालाई औधी माया गर्दछन्। ल साथीहरू, स्विडेन बारे बनाएको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि भिडियो मन परेको खण्डमा लाइक, शेयर र सब्स्क्राइब गर्न अवश्य नभुल्नुहोला। यतिन्जेल हेरेर साथ दिनुभएकोमा यहाँ सबैलाई धेरै धेरै धन्यवाद।